आहै तिहारैमा आहै हजुरको आहै हरदैलोमा आहै रमाइलो गर्दै आहै नाच्दै र गाउँदै आहै आएका छौँ नि आहै गाह्रो पिरो आहै नमान्नु होला आहै साथै हो बाबा आहै घरबेटी आमा आहै बाँस खाइ मुमुन आहै घाँस खाइ मुमुन आहै यो घरका छोरा आहै छोरीहरू आहै डाक्टर बनुन् आहै पाइलट बनुन् आहै इन्जिनियर बनुन् आहै भैले आहै दिएको आशिष आहै लालीमा जाओस् आहै लालीमा जाओस् मरि जाने 2 दिने चुला नाचौँ गाउँ भरि खाइसे होला भरि खाइसे होला नाचौँ गाइसे होला नाचौँ लाई जाना माया र माया कहिले जाना मेरी मायालाई लाई जाना कहिले सलाम लाई मेरी मायालाई लाई जाना कहिले सलाम लाई मेरी ल आउनु पनि यता दिनु तिमीले दियौ सायबा तिमीले दियौ सायबा हातै समाउला हातै समाउला हातैको सायबालाई
मैले हो तपाईले रिमा पाण्डेबाट हाम्रो चण्डीगढ शाखा समितिको भैलोबाट प्रभावित भएर भैलो हेरेर उहाँलाई राम्रो भैलो लागेर उहाँले चण्डीगढ शाखा समितिको भैलोलाई रु 205 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै तालिका साथ चण्डीगढ शाखा समिति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छ। उहाँको घरमा लक्ष्मीको वास होस् सधैँभरि। आशा राखेथ्यौँ हामीले एकांश रे चित्रबहादुर सरको घरमा यहाँ हामी 257 नम्बरमा हामी भैलो कार्यक्रम यति बेला खेल्दैछौँ। लगभग भैलो आज हाम्रो यति बेलामा बनाएर एउटा घर खेलिन्छ। यहाँ चित्रबहादुरजी को हुनुहुन्छ कसो हुनुहुन्छ लगभग सम्पूर्ण नेपालीहरूले सबैले चिन्नुहुन्छ, मनमा कष्ट हुन्छ त उहाँ हाम्रो बालक हेर्नुहोस् हृदयदेखि तपाईँलाई धन्यवाद गर्छौँ। यो घरमा देवीले तपाईँको बास गर्नुहुन्छ, तपाईँको अनार हाँसीहरूले जो लड्नुहुन्छ नि हाम्रो पुरै आशीर्वाद छ। हजुरको आशीर्वाद र हजुरहरूलाई मेरो पनि दुआ छ तपाईहरु हर साल यस्तै तन्दुरुस्ती लिएर सब परिवार मेरो हजुर धन्यवाद।